हेलो साथीहरू, नमस्कार सबैजनालाई। के छ, सन्चै आरामै हुनुहुन्छ? हामी त सन्चै छौँ हजुर, भन्नुहोस् होइन। के गर्ने साथीहरू होइन, ड्युटीबाट भर्खर आएर अब कतै मार्केटतिर जाउँ भन्दाखेरि पनि मार्केट छैन होइन, टाढा छ, धेरै टाढा छ यहाँ त पुरा होइन। पुरै माटो ढुङ्गा एकदम के रम्बल गाडी यस्तो ठाउँमा पारिदिएको छ होइन। अब के गर्ने, जस्तो सोचेर आइएको थियो त्यस्तो चाहिँ छैन होइन। अनि ड्युटी पनि धेरै छैन, 8 घन्टाको ड्युटी छ। अनि सेलरी पनि धेरै दिएको छैन, लास्टै झ्याउ काम छ होइन। अब नेपालबाट त्यत्रो पैसा तिरेर आएपछि कमसेकम नेपाली 70-80 हजार त अब विदेश आएपछि नकमाएपछि के फाइदा छ होइन। अब त्यो त जसको पनि क्या, तपाईँहरूको पनि हाम्रो पनि होइन। के गर्ने यार, सोचे जस्तो छैन साथीहरू। अनि भर्खर ड्युटीबाट आएको, हामी पनि ड्युटीबाट आएर खानासाना बनाएर अब कतै काहीँ घमघाम गरौँ, कतै जाम भन्दाखेरि पनि छैन ठाउँ होइन। अब यस्तो छ कम्पनी, भने जस्तो छैन। अनि साह्रै दुःख लाग्छ यार साथीहरू होइन। अब हामी त यस्तै ठाउँमा परियो, तपाईँहरू पनि एकदम आउँदाखेरि सोच विचार गरेर आउनु होला होइन, त्यही भन्न चाहन्छु। अब के गर्ने यार, भिडियो बनाउने त मन थिएन, तर आफूलाई पढ्दाखेरि हुँदो रहेछ के। हामी अरूको भिडियोहरू हेर्दाखेरि होइन लाग्थ्यो क्या, यिनीहरू यस्तै हो, यस्तै भिडियो बनाउँछ होइन, भ्युज आउनको लागि यो आउनको लागि बनाउँछ भनेर भन्थ्यौँ के। तर आफूलाई पढ्दाखेरि हुन्छ क्या साथीहरू होइन, त्यही भएर एकदम सोचेर आउनु होला होइन। यस्तो छ, अलि भिडियो एकदम धेरै लामो भइरहेछ, अनि एकदम स्किप नगरेर हेरिदिनु होला होइन। यस्तो छ हेर्नु कम्पनी, यो हाम्रो कम्पनी उतातिर गाडी राखेको छ होइन। यस्तो कम्पनी चाहिँ माटो मात्रै हुन्छ क्या हेर्नु। यो भित्र काम गर्ने, यहाँ पुरै दिनभरि यहीँ घुम्ने होइन, दिनभरि घुमेर अल्छी लागेर हैरान हुन्छ क्या। ल साथीहरू, तपाईँहरूलाई अब के भनौँ त यार, मैले एकदम यो भिडियो स्किप नगरेर हेर्नु होला है। अनि ल ठिक छ, आउँदाखेरि सोच विचार गरेर आउनु होला। ल टाटा बाई बाई।